वेलकम टु माई के भन्छ मिनी ब्लग मिनी ब्लग बनाउने भएर वेलकम टु माई युट्युब च्यानल साथीहरू। अनि आफ्टर लङ टाइम है साथीहरू होइन, आज चाहिँ हामी जाँदैछौँ सुर्खेत, कोलपुर टु सुर्खेत जाँदैछौँ साथीहरू। अनि हामी यस्तो पारामा छौँ है, यहाँ चाहिँ पेट्रोल पम्पमा अनि पेट्रोल सेट्रोल भऱ्यौँ, पानी सानी खाएर चाहिँ हामी जान लागेको छौँ। मेरो चाहिँ रबिना हुनुहुन्छ यहाँ अनि मेरो छोरा। हेलो गाइज, आज भेस्पामा जाँदै हुनुहुन्छ हिरोनीहरू अरे पूजाको भेस्पामा। हेर न पूजा आयो भन न कस्तो भइरहेको त जानुको लागि तिमीहरूलाई गाइज साथीहरू। अनि अब चाहिँ हामी जान्छौँ होइन, बाटोमा देखाउन पाउँदैनौँ, यदि रोक्यो भने चाहिँ हामी देखाउँछौँ, रोकेन भने चाहिँ हजुरहरूलाई हामी हरेको भ्यू देखाउँछौँ। सबै भ्यू देखाउँदै हामी लग्छौँ साथीहरू। सबैजनाले हेरेर अन्तिमसम्म हेरेर माया गरिदिनु होला भन्ने आश गर्दछु। बाई। साथीहरू हामी चाहिँ भर्खरै यो चाहिँ चिसापानी कटेको हो, हामी त्यहाँ आर्मी ब्यारेकदेखि त्यहाँ चाहिँ खिच्न मिल्दैन। अनि यहाँ चाहिँ यो निकुञ्ज हुँदै हामी अब सुर्खेततर्फ लागिसकेको छौँ साथीहरू, हेर्न सक्नुहुन्छ। हामी चाहिँ अगाडि छौँ, यो चाहिँ पूजाले बनाएको भिडियो हो साथीहरू। अनि धेरै जस्तो चाहिँ मेरो सायद भोइस कभर नै आउँछ होला, किनभने यिनीहरूले बनाएको थिए, यिनीहरू बोलेको छैनन्, त्यही भएर चाहिँ मैले भोइस ओभर गर्नु परेको हो साथीहरू। तपाईँहरू सबैजनाले हेरेर माया गरिदिनु होला। अनि यो चाहिँ हाम्रो भर्खरै हामी बबई पुग्दै थियौँ अनि साथीहरू यसरी बाटोहरू बिग्रेको थियो क्या एकदमै। अनि हेर्नुहोस् बबईको त्यो खोलाहरू पनि देखेको छ नि त होइन साथीहरू। अनि हेर्नु सक्नुहुन्छ तपाईँहरूले कस्तो राम्रो जङ्गल। वाउ, यति चिसो हावा थियो कि साथीहरू होइन, यति चिसो हावा। वाउ, तर बाटो पनि सबै राम्रो भएको रहेछ। अहिले चाहिँ ठाउँ ठाउँमा मात्र बिग्रेको रहेछ, नभए त राम्रो थियो साथीहरू बाटो। हेर्न सक्नुहुन्छ हामी फेरि आयौँ बबई हो साथीहरू। किनभने मैले भोइस ओभर गर्दैछु, किनभने पूजाले भिडियो बनाएको थिएँ, मैले चाहिँ स्कुटी चलाएको थिएँ, त्यसै कारणले मैले आफ्नो भोइस कभर गर्दैछु साथीहरू, तपाईँहरूले हेरिदिनु होला। अनि यो चाहिँ हामी बबई गर्दैछौँ साथीहरू, बबई गर्दैछौँ साथीहरू। हेर्नुहोस् साथीहरू, अनि यहाँनिर चाहिँ ट्राफिक बस्दै मलाई त्यस्तो डर लागिरहेको थियो कि। अनि यहाँ चाहिँ आज ट्राफिक रहेनछ साथीहरू होइन, यहाँ चाहिँ ट्राफिक रहेनछ कि। अनि आज खुसी लाग्यो। हुन त मसँग लाइसेन्स त थियो तर रिन्यू गरेको थिएन नि त, त्यही भएर एकदमै डर लागिरहेको थियो। यो चाहिँ हाम्रो बबईको यो चाहिँ हाम्रो बजार हो साथीहरू। हामीले खाना खाने है, कतिजनाले त हजुरहरूलाई पनि थाहा छ होला बबई, किनभने हामीले ठाउँ ठाउँमा किन देखाएको भनेपछि हजुरहरूलाई पनि आउन सुर्खेत जानको लागि सजिलो हुन्छ नि त। अब कसैले देख्नु हुँदैन, त्यसै कारणले चाहिँ हजुरहरूलाई हामीले ठाउँ ठाउँमा देखाएर मनोरञ्जन गरिरहेका छौँ साथीहरू। हेर्न सक्नुहुन्छ होटलहरू पनि कति धेरैहरू छ होइन खाना खानको लागि। तर हामीले चाहिँ खाना खाएर आइसकेको थियौँ अनि यिनीहरू चाहिँ अलि लास्टमा आएको थियो। अनि हामीले चाहिँ स्कुटी चलाएर यिनीहरूलाई रोक्दाखेरि चाहिँ हामी सँगै गयौँ, यहाँदेखि फेरि पनि हामी सँगै जाँदैछौँ साथीहरू। हेर्न सक्नुहुन्छ यो चाहिँ बबईको पुल हो, कस्तो राम्रो। वाउ, कस्तो राम्रो भ्यू देखेको क्या है। वाउ हामी चाहिँ अगाडि जाँदैछौँ साथीहरू। यिनी दुईजना पनि भेस्पामा चढ्दैछन्, भेस्पा चलाउँदैछिन् है करुणाले। हेर्नु साथीहरू यति राम्रो। अनि साथीहरू अनि त्यो चाहिँ यो चाहिँ हाम्रो गाडीहरू चेकिङ हुन्छ, यहाँ चाहिँ बाइकहरू चाहिँ हुँदैन। अनि हामी चाहिँ अब हर्रेतर्फ लाग्यौँ साथीहरू। यो चाहिँ हाम्रो हर्रेतर्फको प्रवेश भइसकेको छ। अब हामी हर्रेमा छौँ है, यो हर्रेदेखि चाहिँ जाने ठाउँ हो, हजुरहरूले देख्न सक्नुहुन्छ। अनि यो चाहिँ हाम्रो अब चाहिँ हर्रे आउन लागेको ठाउँ हो साथीहरू। हेर्न सक्नुहुन्छ जङ्गल। वाउ, कतिजनालाई हरियाली एकदमै मनपर्छ नि, नेचर। मलाई पनि एकदमै नेचर मनपर्छ कि साथीहरू। यहाँ चाहिँ साथीहरू अलिअलि हाँसिन्छन् क्या छेउछाउमा, त्यही भएर मलाई पनि हाँसो लागिरहेको छ भोइस कभर गर्दाखेरि। अनि वाउ कस्तो राम्रो कि, वाउ मलाई यस्तो हेर्दाखेरि कस्तो साथीहरू हेर्न सक्नुहुन्छ। अनि मैले भोइस कभर गर्दा अनि यहाँ चाहिँ मेरो बेबी
चकचक गरेको कारणले फेरि पनि मैले भोइस कभर गर्दैछु अनि चाहिँ हामी हर्रे पुग्दैछौँ है साथीहरू अनि मलाई यस्तो मन पऱ्यो कि भिडियो होइन अनि वाउ कस्तो राम्रो हरियो नेचर है को हुनुहुन्छ नेचरसँग एकदमै खुसी हुने म चाहिँ एकदमै मलाई पहाड अनि बगेर हाम्रो नेपालको एकदमै सुन्दर प्रकृति देख्दाखेरि मलाई एकदमै खुसी लाग्छ अनि रमाइलो पनि लाग्छ है साथीहरू कस्तो राम्रो कि हेर्नुहोस् न साथीहरू हेरौँ जस्तो है हेर्नु न साथीहरू कस्तो राम्रो वाउ अनि साथीहरू अगाडि बाइक पनि गएको रहेछ होइन अनि कस्तो राम्रो देखेको अनि अझै त्यो पानी परेको भए झन् कस्तो राम्रो फ्रेस देखेको होला अनि कस्तो तिवाले लागेको जस्तो भएको थियो नि त त्यही भएर त्यस्तो देखेको छ नभए कस्तो राम्रो छ्याङ्ग देखेको भए त अझै राम्रो देखिन्थ्यो यो चाहिँ हर्रे जाने बाटो है साथीहरू यो चाहिँ हर्रे जाने बाटो हो अनि तपाईँहरू हेर्न सक्नुहुन्छ वाउ कस्तो राम्रो अनि यो पनि हर्रे ओ माई गड हर्रे यहाँ चाहिँ टोइलेट छ है हर्रेको हेर्न सक्नुहुन्छ अनि हर्रेमा चाहिँ डेन्जर छ क्या तल गयो भने त सिधै जाने ठाउँ कतिजना हर्रे पनि धेरैजना जस्तो त हर्रे देख्नु भएको होला तर कतिजना काठमाडौँ पोखरा हुने मान्छेहरू त देख्नु हुँदैन नि त कहिले कस्तो घुम्न आउन मन लाग्छ सुर्खेतमा हजुरहरूलाई त्यसको लागि चाहिँ सजिलो हुन्छ है साथी यो चाहिँ पोस्टिङ यहाँ चाहिँ भन्नु पर्थ्यो अनि मैले चाहिँ यिनीहरूको भनिसकेको थिएँ त्यही भएर यिनीहरूले चाहिँ त्यहाँ पोस्टिङमा अनि नम्बरहरू नभनेर आएको थिएँ अनि यो चाहिँ हर्रेमा सब्जीहरू एकदमै फ्रेसहरू राखेको हुन्छ अनि यो तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ एकदमै चिसो हावा चलिरहेको थियो अनि नेचरसँग रमाउँदै हामी आफ्नो नेपालको एकदमै धनी प्रकृतिको धनी देशलाई हामी हेर्दै हामी चाहिँ लाग्यौँ सुर्खेततर्फ अब चाहिँ यहाँदेखि छिन्चु धेरै छैन 11 किलोमिटर मात्रै छ साथीहरू हर्रेबाट हामी कटेर छिन्चुतर्फ लाग्यौँ साथी अनि मेरो चाहिँ भिडियो बनाइदिएको रहेछ अनि हामी चाहिँ स्कुटीमा गएको थियौँ साथीहरू अनि यो चाहिँ छिन्चुको जुन त्यो तलतिर यस्तो राम्रो यहाँ पुरै कृषिहरू गर्नुहुन्छ क्या मान्छेहरूले कतिजनालाई थाहा छ या थाहा छैन होइन अनि त्यहाँ चाहिँ एकदमै त्यहाँ खेती गर्नुहुन्छ मलाई पनि राम्रोसँग थाहा छैन कतिजनालाई थाहा हुनसक्छ कस्तो राम्रो छ कि अदुवा फ्याक्ट्री भएर साथीहरू अनि अदुवाहरू हुने ठाउँ अनि हेर्न सक्नुहुन्छ नि कस्तो राम्रो वाउ खिचेर एकछिन कि मलाई पनि यो बहुत एकदमै क्याप्चर लिन मन लागेको थियो एकदम धन्यवाद पूजा टिमलाई चाहिँ है सबै कुराहरू क्याप्चर गरेको रहेछ होइन अनि मैले चाहिँ बनाएको थिइनँ तर कस्तो राम्रो भिडियो बनाइदिएको रहेछ धन्यवाद तिमीलाई पनि है अब चाहिँ हामीले छिन्चु जाँदैछौँ साथीहरू अनि यहाँ यो छिन्चुमा पनि सधैँ ट्राफिक बस्थ्यो कि अनि आज चाहिँ ट्राफिक छैन साथीहरू यमा चाहिँ ट्राफिक छैन पहिला चाहिँ एकदमै यहाँदेखि चाहिँ बाटो बिग्रेको थियो तर अहिले चाहिँ साथीहरू यस्तो राम्रो बनाएको छ कि छिन्चुको बाटो हजुरहरू कतिजना धेरै वर्षपछि आउनु भएको छैन र कतिजना विदेशमा हुनुहुन्छ या कतै देश अब धेरै वर्षसम्म बसेको हुन्छ नि उहाँहरूलाई थाहा हुँदैन तपाईँहरू हेर्न सक्नु साथीहरू फाइनली हामी चाहिँ छिन्चुमा आएर पनि नास्ता खाएर पनि अब चाहिँ हामी लाग्दैछौँ कहाँ हामी चाहिँ अब हर्रे जानु भन्थ्यौँ तर यहाँदेखि यस्तो सोच भयो कि अब सुर्खेत पुग्ने भन्ने सोच भयो यहाँलाई चिन्नुहुन्छ कि न साथीहरू को हुनुहुन्छ उहाँ अस्ट्रेलियन चस्मा लगाएर उहाँ चिन्नुहुन्छ कि न कस्तो हो अनि उहाँले चाहिँ पैसा पे गर्दै हुनुहुन्छ धनी दिदी म 1 2 3 हाउरेनी दिदी हो उहाँ चाहिँ अकाउन्टेन्ट यो पार्टी चाहिँ उहाँ चाहिँ कुकम्यान कुन रहेछ सबिन राम्रो रहेछ खाजाहरू राम्रो पाउँदो रहेछ साथीहरू अब चाहिँ हामी लाग्छौँ है एकदमै मिठो खाजा खाएर अब हामी जाँदैछौँ छोरालाई लग्ने अनि कहाँ छ मेरो छोरा कहाँ खै छोरा चिन्दैन जाऊ न छिन्चुको बुहारी है यहाँ चाहिँ भागिन यार साथीहरू ल बाई बाई छिन्चु छोरो छैन हौ मेरो अरे ल ओके बाई हामी चाहिँ अब यो स्कुटीमा अब हामी जान्छौँ है साथीहरू ओके बाई साथीहरू हामी चाहिँ पुग्यौँ भेरीको पुलमा हामी चाहिँ पुग्यौँ साथीहरू यो चाहिँ सुर्खेत जाने रोडमा एकदमै राम्रो सबैलाई मनपर्ने अनि कुन फिल्ममा पनि यो देखाएको छ के
साथीहरू वाउ त्यो भेरी तल पनि एकदम निलो पानी सबैजना फोटो खिच्दै हुनुहुन्थ्यो अनि त्यही बेला चाहिँ रबिनाले पनि खिचौँ भन्दै हामी चाहिँ उता कुरेर बसेको थियौँ अनि रबिना ढिलो हुन्छ भनेर चाहिँ हामी यहाँबाट फोटो नखिचेर हिँडिहाल्यौँ साथीहरू किनभने हामीलाई एकदमै ढिलो भएको थियो अनि यो चाहिँ हाम्रो सुर्खेत बजारमा हामी डाइरेक्ट सुर्खेत बजार खिचेको रहेछ अनि सुर्खेत बजार चाहिँ डाइरेक्ट हामी आयौँ अनि यहाँ चाहिँ हामी अब माथि छेडातर्फ हामी जाँदै थियौँ कटकटुवा भन्ने ठाउँ हुन्छ नि त्यहाँ चाहिँ हामी जाँदै थियौँ साथीहरू त्यहाँ बुलबुलेको यतातिर बाटो हुँदै हामी चाहिँ गयौँ साथीहरू त्यहाँदेखि अनि हामीलाई चाहिँ बाटो थाहा थिएन राम्रोसँग हामी सोध्दै अनि बुझ्दै हामी चाहिँ जाँदै थियौँ त्यहाँबाट हामीले कहाँबाट ठ्याक्कै जाने भनेर हामीलाई थाहा थिएन अनि साथीहरू अनि हामी चाहिँ जाँदै थियौँ है अनि हामीलाई त्यति बाटो चाहिँ राम्रोसँग थाहा थिएन हामी गयौँ अनि हामी बाटोमा सोध्दै जाँदै थियौँ साथीहरू अनि हामी माथि चढ्दैछौँ साथीहरू हामी उता जाने हो अहिले हेर्दै जानुहोस् है हामी कता कता जान्छौँ भनेर फाइनली यहाँबाट जाने है छ मैले पहिला एकचोटि मात्रै म गएको थिएँ अनि हामी चाहिँ सोध्दै हामी यो दुईवटा बर्ड पिपल छ नि यो बर्ड पिपलको ठ्याक्क माथिबाट जाने है छ यदि तपाईँहरू छेडा गुराँसी जान चाहनुहुन्छ भने यो दुईवटा बर्ड पिपल चाहिँ नजिक छ त्यसको माथि गयो भने चाहिँ तपाईँहरूले भेटाउन सक्नुहुन्छ बाटो अनि हेर्न सक्नुहुन्छ हामी जाँदैछौँ माथि कटकटुवा भनेर गएको थियौँ तर हामी कता कता गयौँ अनि यिनीहरूले चाहिँ करुणा त हिँडेदेखि चिन्या कसम भनेर क्या अनि वाउ स्कुटी चलाउनु के राम्रो सुहाएको हो क्या भेस्पा चलाउनु साह्रै स्वाद छ हौ अनि हाम्रो उहाँ हुनुहुन्छ पूजा कति राम्री वाउ मेरो साथी है उहाँ चाहिँ कलेज टपर साथी हुनुहुन्छ तपाईँहरू चिनिराख्नुहोस् अनि हामी चाहिँ जाँदै थियौँ अनि हामीलाई बाटोमा एकदमै डर लागिरहेको थियो कि कस्तो छ भनेर होइन अनि हाम्रो फर्स्ट राइड पनि हो मेरो चाहिँ माथि जानुको लागि अनि करुणा मेरो चाहिँ फर्स्ट राइड नै थियो यस्तो माथि हामी चढेको थिएनौँ चलायो भने पनि हामी आफ्नो गाउँठाउँतिर चलाएको थियौँ मतलब बजारतिर तराईतिर चलाएको थियौँ तर यस्तो पाहाडमा चाहिँ चलाएको थिएनौँ तर पनि हामी सकि भए पनि हामी पुग्यौँ राम्रोसँग अनि यो हेर्न सक्नुहुन्छ नि तपाईँहरूले भ्युज यो केसको रुख हो अरे यो चाहिँ कटकटुवामा यो जुन रुख हुन्छ नि यत्रो साथीहरू यो चाहिँ हाम्रो अब छेडा आइसकेको थियौँ अनि छेडाको चाहिँ भिडियो बनाएको रहेनछन् त्यो आएको अब हामी माथि चढेको सिधै भिडियो बनाएको अनि मेरो छोरा चाहिँ हिँड्दैछ है साथीहरू हेर्नु न कस्तो राम्रोसँग हिँड्ने हो है यो चाहिँ आफ्नो जेठी आमासँग हिँड्दैछ पूजाले बनाउनु भएको रहेछ भिडियो चाहिँ साथीहरू यिनीहरूले कहाँ हर्रे सर्रे भन्नु है करुणा तिमी बोल्दैछौ त यार आउन हामी भातै खाएको छैनौँ यार साथीहरू यस्तो धौवा है यहाँबाट चढ्यो अया वाउ कस्तो राम्रो भ्यू अहिले बा मेरो छोरा यहाँबाट गुल्टाउनु सक्यो बोको त्यहाँ हेर्नु साथीहरू मेरो छोरालाई बोत हेला गरेछन् राइडरजी अगाडि जानुभयो यहाँमा टोक्ने त्यतै यो हेर्नु साँच्चै हामी भात खाएनौँ 2 घन्टा लागिसक्यो त्यो ठुसेको कहाँ ठुसे साथीहरू आइब न टोली भाइहरू आइ पनि अरू साथीहरू धौ भयो अया के आउनु थियो र हौ माथि हेर्नुहोस् यस्तो भए धौ भयो यार अया उता पुगेर फोन गर्छु भन्न लाग्यो भिडियो बनाउँछु साथीहरू ओके देउरालीमा बतास चल्यो हेर्नु साथीहरू देउरालीमा बतास चल्यो भन्न मिल्दैन
देउराली चाहिँ होइन यो चाहिँ छेडाको भ्यू हो साथीहरू अनि यति बनाएको रहेछन् तिनले चाहिँ अनि ठाडोमा बनाएको रहेछन् अनि हामी चाहिँ फर्किसकेको थियौँ साथीहरू अनि म चाहिँ वहाँ आए गर्दै थिएँ एकदमै थाकेको थिएँ कि एकदम ओह्रालो थियो नि त थाकेर पनि हेर्नुहोस् हाम्रो साथीहरूको चेहरामा कति मुस्कान आएको छ वाउ कस्तो ब्युटिफुल हुनुहुन्छ कि हाम्रो साथीहरू चाहिँ मलाई त्यस्तो राम्रो लाग्छ उहाँ चाहिँ पूजा अनि अगाडिको चाहिँ करुणा तपाईँहरू साथीहरू हामी चाहिँ बल्ल तल्ल हामी यहाँ के अरे पूजाको मामाको घर मेलकुन आयौँ साथीहरू हामी तपाईँहरूलाई देखाउन पाएनौँ किनभने घना जङ्गलमा आयौँ मेरो मम्मीले देख्न मार्छ नि यहाँ मलाई यहाँ हेर्नु साथीहरू उता करुणालाई देखाउन करुणाको हालत त्यस्तो छ पूजाको हालत त्यस्तो साथीहरू अब हामी चाहिँ यहाँ आइसक्यौँ हामी राइडरको हालत त्यस्तो छ सबैजनालाई अब हामी खानासाना खान्छौँ ओके बा साथीहरू हामी चाहिँ अघि नै आएर हामी खाँदैछौँ है मेजबान गर्नुभएको छ हामीलाई यसरी साथीहरू मासु दाल जुस भात धन्यवाद हजुरहरूलाई धेरै धेरै अनि उहाँ चाहिँ पूजाको माइजू हुनुहुन्छ उहाँ चाहिँ आमा हुनुहुन्छ पूजाको कति राम्री क्या अनि उहाँ चाहिँ माइजू धेरै धेरै धन्यवाद है खानाको लागि हजुरहरूलाई अनि यहाँ चाहिँ खाँदै हुनुहुन्छ हाम्रो मिसले अनि यहाँ यी चटपटी पनि छ वाउ मासु ओके साथीहरू अब हामी चाहिँ खान्छौँ अनि मिठो गरेर खान्छौँ है खाँदाखेरि भिडियो किन बनाउने हो र होइन आँखा लगाइदिनुहुन्छ नि साथीहरू तपाईँहरूले ओके बाई हेलो साथीहरू मैले चाहिँ भिडियो एडिटिङ गर्न पाएको थिएन अहिले चाहिँ अनि होइन भोलि अर्को बनाउनु साथीहरू अनि हामी चाहिँ अहिले चाहिँ यहाँ 12 बजिसक्यो साथीहरू है अनि हामी चाहिँ के गरिरहेको छौँ भने त हेर्नुहोस् त साथीहरू चिकन चटपटे खाइरहेको यही चिकन चटपटेले गर्दा आज हामीलाई ढिलो गर्यो अनि हामी यही चटपटे खाएर हामी ढिलो सुत्दैछौँ अनि यहाँ हुनुहुन्छ हाम्रो पूजा अनि यहाँ हुनुहुन्छ हाम्रो करुणा यहाँ हुनुहुन्छ हाम्रो रबिना घरती मगर म शिला घरती मगर अनि आज चाहिँ हामी यो रातमा अब भिडियो इन्डिङ गर्दैछौँ साथीहरू तपाईँहरू जतिजनाले लास्टसम्म हेर्नुभयो धेरै धेरै धन्यवाद थ्याङ्क्स फर वाचिङ है सबैजनालाई माया गरिदिनु होला अर्को भ्लग पनि आउँछ हामी भोलि कहाँ जाँदैछौँ भनेर अर्को भ्लग पनि तपाईँहरू हेर्न सक्नुहुन्छ यस्तै गरी तपाईँहरूले माया गर्नुभयो भने चाहिँ हामी अर्को यसरी नै भिडियो हामी सधैँ घुमेर भिडियो बनाउनेछौँ साथीहरू जस्ट मेमोरीको लागि पनि हामीले भिडियो बनाएको छौँ यहाँ हेर बाई भन सबैजनाले बाई शिलाको च्यानललाई सब्सक्राइब गर भन शिलाको च्यानललाई सब्सक्राइब गरिदिनु होला जबरजस्ती छ यहाँ जबरजस्ती छ यहाँ ओके साथीहरू ओके बाई अनि त्यही हो